बोल्न नहुने कुरा बुढाले बोलिदिए। प्रधानमन्त्री जस्तो एउटा देशको अभिभावक जस्तो पदमा रहेका व्यक्तिले चाहिँ आफ्नै देशले पनि अन्य देशको जमिन मिचेको छ भनेर बोलिदिनु नहुने बोलिदिए। ल बोलिहाले पनि अब भोलिको दिनमा कहीँ कतै चाहिँ इन्डियाले तेरो जमिन लैजा मेरो जमिन फिर्ता लिए भन्ने पनि आशय चाहिँ देखिँदैन। तर एउटा देशको अभिभावक जस्तो व्यक्तिले चाहिँ बोल्दाखेरि अलिकति कहीँ कतै विचार पुर्याउनु पर्ने देखिन्छ। किनभने होइन भने भोलिका दिनमा गएर अन्तर्राष्ट्रिय सम्बन्धहरू बिग्रिने अनि देशमा पर्ने दबावहरू अनेकौं हुन्छन्। त्यसैले गर्दाखेरि त्यो बोल्नु हुने नहुने कुराहरूलाई चाहिँ अलिकति विचार पुर्याएर बोल्नुपर्ने देखियो देशको एउटा प्रधानमन्त्री जस्तो पदमा भएको व्यक्तित्व। होइन भनेदेखि प्रधानमन्त्री बालेन शाहले हिजो सदनमा बोलेको कुराले चाहिँ एउटा परम्परा तोडिदिएका छन्। परम्परा जुन चाहिँ एउटा घोकन्ते विद्या जस्तो चाहिँ कहीँ कतै पेपरमा लेखेर अनि मोबाइलमा हेरेर घोकेर सरर पढ्ने र पढ्दाखेरि कहाँनिर के गलत पढेँ कि सही पढिरहेको छु भन्ने पनि थाहा नभइकन चाहिँ अर्काले लेखेको कुराहरू पढ्ने एउटा परम्परा थियो। त्यो परम्परा चाहिँ प्रधानमन्त्री बालेन शाहले चाहिँ सोधेका प्रश्नका जवाफहरू चाहिँ आफ्नो दिमागबाट चाहिँ कहीँ कतै पनि नहेरिकन तुरुन्तका तुरुन्त चाहिँ बनाएर दिएका उत्तरहरू देख्दाखेरि एउटा हामीले सक्षम प्रधानमन्त्री पाएछौँ भन्ने एउटा भान भइरहेको छ।